राजेन्द्र दाई अब बालेन शाहले नयाँ पार्टी खोल्ने रे बालेन शाहको पार्टीलाई तपाईँको समर्थन हुन्छ कि हुँदैन? किन नगर्नु भाइ, त्यस्तो पढे लेखेको गाँजा खाने भाइ म पनि खान्छु। राम्रो विचार छ भाइको, गर्नुपर्छ। तर एउटा मेरो सुझाव के छ त्यो हो भने म समर्थन गर्छु। के भयो भने दाइ? पार्टीको नाम चाहिँ फक यु भनेर राख्यो भने चाहिँ म समर्थन गर्छु। किन फेरि त्यस्तो? म पनि फक यु, त्यो पनि फक यु त हो। किन फक यु चाहिँ किन राख्नुपर्ने? फक यु भनेको चाहिँ खराब मान्छेलाई फ्यालिदिनु भनेको। अस्ति बालेन शाहले त स्ट्याटस ल्याए भएर हो। अब फक्यु कहाँ फक्यु भनेपछि सबै देशलाई फक्यु, पार्टीलाई फक्यु भनेपछि त्यसको पार्टीको नामै फक्यु हुनुपर्छ के भाइ? त्यसो भने त समर्थन गर्ने। अब अमेरिका फक्यु, इन्डिया फक्यु, चाइना फक्यु, होइन फक्यु होइन फक भनेर लेखाएको, सरी फक भनेर लेखाएको। तपाईँले यो बालेन शाहलाई तारिफ गरेको हो कि विरोध गरे हो? एक किसिमको तारिफ हो, उसले बुद्धि पलाएको छ भन्छु म त। यो पहिला नै भन्नुपर्ने हो, त्यसले पछि भन्यो कि जानेर के जब हटाएर हान्यो नि त दैव छ नि त भाइ, होइन? कुसङ्गतमा गएको थियो, फर्क्यो। सायद उसको आमा र बुवालाई कि स्पेसल आमालाई थ्याङ्क यू भन्छु, छोरालाई फर्क्यो, बुद्धि आयो, होइन? भाइले खोल्यो भने अघि मैले त्यसै भनेको, पार्टी खोल, अगाडि विचार क्लियर गर, लुकेर होइन, स्ट्याटसबाट नगर। नाम के राख्नु पर्यो अरे? नाम फक यु।